साथी आउँदैछ हो। सो गाइस यहाँ चाहिँ हाम्रो कस्टमाइजर छ भाला चाहिँ खोला न हौ। गिटाब्लिङको यो माटो छ है यहाँ चाहिँ कालिम्पोङ गिटाब्लिङ। हेलो नमस्ते सत श्री अकाल सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू भ्लग है, धेरै दिनपछि आयो आज। सो आज चाहिँ म कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ क्लबको अलिकति काम छ अनि आज चाहिँ म के नयाँ गर्नु आँटेको छु। मेरो कपालसँग के गर्नु आँटेको छु तपाईँलाई मैले देखाउने छु, हेर्दै गर्नुहोस् होला है। किप सपोर्टिङ, डु लाइक, सब्सक्राइब, डोन्ट फर्गेट टु प्रेस द बेल आइकन। देखाउने छु के गर्ने छु आज भनेर है। रेडी भइसकेँ, मेरो प्रिमियम हेलमेट पनि लगाइसक्यो अनि म चाहिँ अब मेरो साथीलाई पिकअप गरेर जान्छु। हेर्दै गर्नुहोस् होला। मेरो साथी आउँदैछ हो। 1 घन्टा अगाडि 9 बजी भनेको थियो, 12 बजिसक्यो। होइन आज राति अलिक ढिलो सुतेँ अन्त भएर है गाइस, भेट्दै गर्नुहोस्। रेडी भएको सानो बाई। हामी चाहिँ आइसकेको छौँ शिव मन्दिरमा हो। अनि बाटोको चाहिँ भिडियो गर्नु सकिनँ किनकि हामी बस्नु जस्तो भयो। अनि पानी पनि आउनु आँटेको थियो, तपाईँलाई देखाउँछु भनेर। देखाउने छु यहीँ रेडीको। सो गाइस यहाँ चाहिँ हाम्रो कस्टमाइजर रहेछ माताको फ्लेक्स। अनि यहाँ चाहिँ मेरो साथी फोन चलाउनु रहेछ है। हाम्रो चाहिँ यहाँ प्रिन्टिङ हुँदैछ, हाम्रो क्लबको ब्यानर पोस्टर। भोक लाग्दैछ पुरा, मलाई चाहिँ पुरा मन पऱ्यो गाइस। यो तपाईँलाई कस्तो लाग्यो हेर्नु। शिवजीको पनि मजाको रहेछ, हेर्नुहोस् शिव मन्दिरको भ्यू। यहाँ अङ्कल बोलाउँदैछ गाइस। हाम्रो माता चाहिँ प्रिन्ट हुँदैछ है, हेर्नुहोस् कस्तो मजाको देखेको है। मेरो साथी ध्यानले हेर्दैछ, यहाँ दादाले गर्नुभएको यो। गाइस हाम्रो रेडी भइसकेको छ। अब चाहिँ हामी निक्लेको यहाँबाट हो, यो काम पनि भइसक्यो। हाम्रो फ्लेक्स चाहिँ अब तपाईँहरूलाई फ्लेक्स गराउँछौँ ल छिटै। अनि फ्लेक्सको पनि अनुभव चाहिँ हो। शिव मन्दिरको बजार हेर्दै यस्तै छ यहाँ। ओके सी यू गाइज। गाइज यो चाहिँ हो हाम्रो बागडोगरा राइडर। म चाहिँ आज मेरो साथी नभए साथीलाई सम्झेर यहाँ आएको छु किनकि मेरो काम थियो। अनि पूजा भाबी ला कोही छैन। मेरो चाहिँ मेरो साथीको घर, तर साथी नै छैन र पुता। यहाँभित्र मेरो जुत्ता छ नि त, अनि त्यही भएर बोलाएको कोही छैन। ये हम लोग का पूजा भाभी। पूजा भाभी को देखिए, ये चाबी दीजिए ना इसका, थोड़ी देर वो जूता निकालना है। पूजा भाभी को कैमरा सही है पूजा भाभी, तो एदिके देखिए भाला चाहिँ खोला न हौ, खोला न। हेलो बोले दिन हमार चैनल है, हाय सब्सक्राइब कर दीजिए बोलिए। कुछ मेरो साथी बिना अभी डर पो लाग्यो यहाँ कस्तो हुँदो रहेछ। एकछिन यहाँ बस्नु पऱ्यो। देख्न सक्नुहुन्छ केही हुँदैन यहाँ बस्नु। साथी बिना घर जस्तो हुँदैन रहेछ हो। सो मलाई अब मेरो जुत्ता लिनु त त्यो यहाँ छ नि, एकछिन यहाँ बस्छु म चाहिँ। बस्नु सिमरनको घरमा होइन, अनि सिमरनको घरमा ऊ पनि आएको छ। कस्तो लाग्यो सिमरन बिनाको सिमरनको घर। सिमरनको सिमरनको भूत अरे, सिमरनको बेबी हो यो चाहिँ।
सिमरनको बेबी हो ऊ चाहिँ अनि यहाँ वेलकम गर्नु आएछ सिमरन नभए पनि सिमरनको बेबी चाहिँ आएछ है दुख्दैन रहेछ है त्यही हो गाइज हेर्दै गर्नुहोस् सिमरनको घरको टुर पनि यो मेरो साथी घर यहाँ मेरो जुत्ता पनि निकालिसकेको छु तपाईँहरूले देखाउँछु मेरो कुन जुत्ता थियो भनेर ढुँडी पनि परिसकेको छ जुत्तामा सोचेँ हामी पहिल्यैदेखि गएको थियो यहाँ कति सफा थियो जुत्ता हो कति भएको थियो लगाएको छैन तर मैले यो गिटाब्लिङको उयो माटो छ है यहाँ चाहिँ कालिम्पोङ गिटाब्लिङको माटो बोकेर चाहिँ यहीँ राखेको थिएँ मैले कालिम्पोङबाट आइदिएँ कस्तो जाडो रहेछ अनि भेट्ने छौँ फेरि अब अगाडि के गर्नेछौँ देखाउने छौँ यहाँ ताला पक्रेर हतारलाई भोक लागिसक्यो अरे त्यति नै हो अब जाने बाई बाई यहाँ चाहिँ दिदीले बन्द गर्नु हुँदैछ हो ए पारोट पनि देखाउँछु बोल्दैन होला बोल्छ पूजा भाबी ले यता उता टोक्ला नि यता कुकुरले लुसी रहेछ यसको नाम गाइज अहिले थाहा पाएँ मैले एक किस गर्न गर्न त्यस्तै गर्न ओइ जेना हौ चाबी प्लिज 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 बाई बाई गाइज देख्न सक्नुहुन्छ कस्तो बचेको ल दसैँ आएको लाग्छ हेर्नुहोस् नक्साबारी डन रहेछ डनको कपाल उडेर टाक्कै हुन्छ भन्नु हामी चाहिँ नक्सलबारीको मलमा छौँ कम्प्लेक्समा अनि यहाँ चाहिँ मेरो ट्रान्सलेसन गर्नु थियो अनि हेरौँ कस्तो के के रहेछ प्राइजहरू होइन बुझेर चाहिँ खाने अन्त आउने कस्तो दामी लिफ्ट गाइज ठुलो बाउको रेस्टुरेन्ट यस्तो छ यहाँ भित्र राम्रो छ गाइज मेरो चाहिँ चाउमिन आइसक्यो जसलाई बेसी भोक लागेको त्यसको चाहिँ खाना आएको छैन यो फ्यान्टा खाएर उयो गर्दैछ भोक मेटाउँदैछ अनि यहाँको भ्यू चाहिँ यस्तो छ हेर्नुहोस् यो चाहिँ नक्सलबारीको भ्यू हो अब म खान्छु खाएको होला म चाहिँ फ्यान्टा खाँदै बस्छु मेरो छैन केही पनि नाटक गरेको अझै आवाज गर्नु न सो गाइज मेरो यति हुँदाखेरि चाहिँ उहाँको आइपुग्यो बल्ल भोक लागेको मान्छेको अब डङ्काडङ खाने हो हाम्रो ढकाली बोजूले चाहिँ डङ्काडङ ढकालेको गर्नुहुन्छ ढक्काले गरेर दामी रहेछ फ्राई मोमो दामी छ कस्तो लाग्यो मोमो बहिनी अनि ढकालेको खाइ पनि सकेको छ हो गाई चाहिँ केटी चाहिँ मलाई छोडेर बिच रास्तामा छोडेर धोके बाज भएर जाँदैछ हो त्यसको दसैँको सपिङ गर्नु छ अरे अनि अब हामी यहीँबाट बाई भन्छौँ अहिले भेट्यौँ भने भेट्यौँ नभए घरमा भेट्नुपर्छ बाई बाई यहाँनिर चाहिँ म भोइस ओभर गर्ने छु किनकि ब्याकग्राउन्ड म्युजिक चल्थ्यो सो कपिराइट लाग्छ भनेर है अनि पुरा भिड त्यसरी कलरहरू सेलेक्ट गर्दै थिएँ म चाहिँ अनि पुरा भिड थियो बहुत वेट गर्नु पऱ्यो यहाँ होइन एक्लै थिएँ अनि अलिक अकवर्ड पनि लाग्दै थियो
तर यसरी बसिराखेँ अनि फाइनली मेरो टर्न आयो र हेयर वास गरेर चाहिँ यसरी मिलाइदिँदै थियो दादाले अनि कट गर्नु लागि यसरी मिलाउनु थियो। म चाहिँ बेला बेला सुट पनि गर्दै थिएँ अनि कट भइसकेर चाहिँ दादाले डेभलपरहरू मिक्स गर्नुहुँदै थियो कलर लाउनु लागि अनि यसरी मजाले कलर त लगाइदिनु हुँदै थियो होइन अनि मजै आउँदै थियो अनि एकछिनमा त कस्तो निन्द्रा लाग्दै थियो होइन बेसी टाउको चलाएमा निन्द्रा पनि लाग्छ नि त। सो यसरी म चाहिँ पोज पनि दिँदै थिएँ बेला बेला होइन क्यामेरा खोल्दै अनि यता मेरो साइडमा चाहिँ स्ट्रेटनिङ हुँदै थियो होइन हेयर स्ट्रेटनिङ हुँदै थियो अनि यस्तो थियो मेरो फाइनल लुक। राम्रै लाग्यो बट घरमा आएर फेरि कस्तो सेटिस्फाई नै भएन म। त्यहाँ त हतार हतारमा यस्तो अब लाइटिङमा राम्रै देख्दो रहेछ बट घरमा आएर त मलाई राम्रो लागेन। सो म बाहिर निक्लेर यस्तरी हेरेको त कस्तो मजाको भइरहेको रहेछ हाम्रो नक्सलबारी। सो गाइज म चाहिँ आएर फ्रेस भएर चाहिँ अनि भ्लग बनाउँदैछु। पुरा थाकेँ आज दिनभरि हिँडेर हो अनि मेरो न्यू लुक हो अनि म त्यस्तो सेटिस्फाई त भइनँ तर तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुलाई होइन। अनि मलाई त मन पनि परेन त्यस्तो त्यस्तो मेरो गोल्डनै राम्रो गोल्डनै राम्रो थियो जस्तो लाग्यो मलाई चाहिँ होइन। अनि तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला भनिदिनु होला है। त्यही हो आजको लागि यति नै थियो यही सब भयो आज दिनभरिमा मेरो। अनि आएर म फ्रेस भएर अनि यो एन्डिङ ब्लग बनाउँदैछु है। फेरि भेट्नुपर्छ अर्को ब्लगमा। टिल देन बाई टेक केयर। अन्त सब्सक्राइब लाइक अनि बेल आइकन अनि सेयर गर्नु चाहिँ नबिर्सिनुहोस् है। त्यति नै भन्नु थियो। बाई।